मर्निङ हजुरहरूलाई स्वागत छ रूपना डेली ब्लगमा। आज चाहिँ म उठिसकेँ। आज चाहिँ ढिलो भयो उठ्नलाई, 8 बजिसक्यो। मेरो चाहिँ उता सानो र बुढो चाहिँ उठ्नु भएको छैन। म चाहिँ उठिसकेँ। मेरो ठुलो छोरा पनि उठिसकेर पनि बिहान गएर कता कता घुमेर होइन आएछ। सानो के हेरेको? मेरो सानोले हेरिरहेको छ क्या त मोबाइलतिर। सानो होइन नदेखाउनु, छोप्ने कस्तो बानी। अब चाहिँ म चाहिँ खाना बनाउनतिर गएँ। आज चाहिँ मेरो बाबु स्कुल जाने ढिलो हुन्छ, अनि त्यही भएर मैले चाहिँ खाना बनाउन लाएँ। मेरो बिहानको सुरुवात चाहिँ मिल्क चियाबाट हुन्छ। हजुरहरूको कहाँ केबाट हुन्छ भन्नु होला है। मलाई चाहिँ मिल्क चिया नखाएसम्म धितै मर्दैन के, चिया चाहिँ खानै पर्यो। मर्दैन। अनि मैले चाहिँ यहाँ खाना पाक्यो। यो चाहिँ भात पकाइसकेँ मैले। अब दाल पकाउनु पर्छ। दाल बनाउन बाँकी छ, अनि साग भुट्न बाँकी छ है। अनि हामी चाहिँ आज बाहिर पनि जाने काम छ, हस्पिटलतिर जाने हो गाइज होइन। किनकि मेरो आँखा देखाउन जानु भयो क्या, आँखा हस्पिटल। डक्टरले चाहिँ मेरो बाबु पेटमा हुँदाखेरि मेरो आँखा चाहिँ हजुरको बेबी भइसकेपछि देखाउन पर्छ आँखा हस्पिटलमा गएर भन्नुभएको थियो। अनि त्यही भएर हामी चाहिँ आज चाहिँ हस्पिटल जाने हो। अनि त्यही भएर म छिटो छिटो खाना बनाउन लाग्छु गाइज होइन। बाबुलाई स्कुल पठाउनै पर्यो। अनि त्यसलाई स्कुल पठाएपछि अनि हामी रेडी भएर अनि जाने हो हस्पिटलतिर। अनि मिल्क चिया पनि खाँदैछु। मेरो सानो पनि उठेर यहाँ गरिरहेछ है। अनि त्यही भएर हामी चाहिँ हस्पिटलतिर जानुपर्छ। किनकि बाबु पेटमा हुँदाखेरि मैले आँखा डबल देख्ने, अनि त्यसपछि दुईवटा हुँदा हुँदा एउटा हुने हुन्थ्यो क्या आँखा। अनि डक्टरले चाहिँ पछि तपाईँको बेबी भइसकेपछि आँखा हस्पिटल गएर देखाउनु पर्छ। तपाईँको दाहिने आँखाको पछाडि नसा चाहिँ अलि मोटो छ भन्नुहुन्थ्यो। अनि त्यही भएर हामी चाहिँ आँखा हस्पिटल जाने हो आज। अनि छिटो खाना बनाएर बाबुलाई स्कुल पठाएर हामी चाहिँ आँखा हस्पिटल जान्छौँ। चाहिँ हस्पिटल जानको लागि रेडी भएको। अब हामी हस्पिटल जाने हो, आँखा हस्पिटल। अहिलेलाई बाई बाई। हामी चाहिँ आँखा हस्पिटल आएको है। आँखा हस्पिटलमा आउँदाखेरि चाहिँ रिफर, पहिला आउँदा चाहिँ रिफर नलिकन आँखामा हामीले भयो। अहिले चाहिँ रिफर चाहिँदो रहेछ। रिफर नभएसम्म नहुने, फेरि माथि गण्डकी हस्पिटल जानु पर्यो। झरेको अब के गर्नु, आँखा हस्पिटल गएको है। आँखा फेरि सर्लिन पर्ने रहेछ। आजभन्दा 2 वर्ष अगाडि आएको थिएँ म है। मेरो चाहिँ रिफर लिन परेको थिएन, तर अहिले चाहिँ रिफर लिन पर्ने रहेछ कि गण्डकी हस्पिटल कि माथि सहर तकसेर। अनि हाम्रो चाहिँ इमर्जेन्सी भएर
खान आएको होइन नि त साँच्चै भएर अहिले हामी खेत फर्केको अनि तपाईँहरू चाहिँ अब टाढटाढाबाट कोही त टाढटाढाबाट आउँछन् नि त आउँदाखेरि हरिफली नपर्छ भनेर होइन कसैलाई त्यही भएर हजुरहरू फोन बुझ्नु टाढाबाट आउने मान्छेहरूले चाहिँ रिसाएर आउँछ खाउन पर्छ त्यही भएर भाइ हामीले चाहिँ थाहा भएन त्यही भएर हामी फर्किएको अब हाम्रो इमर्जेन्सी छैन नि त त्यही भएर इमर्जेन्सी नभएको कारणले हामी चाहिँ कसै देखाउन आउँछौँ भनेर अनि घर जानु भएको साथीहरूमा बसेको अब म खाने बेला भयो छैन खानपिउनलाई यो चाहियो त्यो चाहियो भने तिनीहरूलाई ब्लग रहेछ ब्लग हामी चाहिँ खाजा खाने अब बुढोको खाजा आयो सस्तो बजारभित्र छिर्नु पर्यो गाइस अनि बाबालाई गर्नेको बताएर पर्यो छिर्नु पर्यो यो चाहिँ हङकङ बजार सस्तो बजार भन्छ यसलाई चाहिँ है यहाँभित्र छिर्नु पर्यो मेरो बेबी र बुढो अघि अघि म चाहिँ पछि पछि तरकारी सस्तो सस्तो पाइन्छ हेलो 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 यो चाहिँ पोखराको हङकङ बजार सस्तो बजार भएर के हो यो के हो यो फुल बयर 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 के भन्छ यसलाई पाउको 50 गाइस खबरको पसलतिर छिर्यो बयर पनि छिर्यो माथि भनेको मैले ओरा चाहिँ बच्चाको के हो माथिको मगाए यहाँ छैन बच्चाको बेबीको बस्नु लुगाहरू केही भए हामी पनि सब्सक्राइब गरिदिनु दे बेबी कपडा छ सानो 5 महिना जाने टी सर्ट बाबु यो चाहिँ बाटोमा हिँड्दै हिँड्दै हो है
अहिले त्यहाँ सिर्जना चोकको पुलनिर ट्र्याक चलाएर आकाशे पुल हामी चाहिँ अब घर जानलाई आकाशे पुल त्यो टाढो नै रहन है हामी चाहिँ आकाशे पुलनिर गाई चाहिँ यहाँबाट त्यस्तो दामी देखिन्छ भ्युज दामी छ पोखराको सिर्जना चोकको आकाश पुल हामी चाहिँ अहिले घर जानलाई यहाँ रोड क्रस गरेर आकाशको पुलनिर आउनु जाँदैछौँ है यस्तै छ गाई चाहिँ त्यसरी नै चलिरहेको छ दिनहरू चाहिँ घरमा आइपुग्न होला है लास्ट फोटो देखिरहेको छ कि मेरो चप्पलले त्यो कक्सुज लाएर हिँड्दाको त्यत्रो बाटो हिँडेर आयो नि त त्यति नजिकै गाडीमा चढेर आउने हामीलाई भित्रीबाट हिँड्दै हिँड्दै आएको गाइज खुट्टा दुखेर लास्टै गाह्रो भयो मलाई खुट्टा दुखेर लास्टै बाट्नुमा छु कि गाइज कक्सुजले चप्पल त्यो डसेर नि पछाडि लामो लामो छ त्यो डसेर लास्टै गाह्रो भयो गाइज म चाहिँ अब घर आइसकेँ है